भैँसी किन्ने हो र कहाँ हो घर दुल्लु भैँसी क्या नहीं बसो भैँसी काट्ने भैँसी बजाऊ कि दुहुनु भैँसो दुहुनु भैँसो पाएपछि दुहुनै भैँसो काट्ने भैँसो पाए काट्ने भैँसो भैँसो त यही छ अब कसो भैँसो त दुध दिने भैँसो दुध दिने भैँसो कसो दुध दिने हो हेर 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 चित्तो बुझा ल्याउले भैँसी लामो दिन्छ के भैँसा दुध लामो छ कि छोटो भैँसा दुध त 3 आउलका छन् थुन भन्यौ थुन 3 आउलका छन् न तीन आउलका दुध बनिकन थुन बनिकन हुन्छ र के भन्ने के लामो दुध कति हो भने मैले लामो दुध भने के हो कति महिना दिन्छ कस्तो दिन्छ ए 1 वर्ष 2 वर्ष ए कलसम्म दिन्छ भने यो यो भैँसो खाग्ने दिनसम्म दिन्छ भोलि दिन दुध दिनु छोड्यो भने छोड्यो न दुध दिनु छोडै भएको खाग्ने दिनसम्म त्यो मैले थाहा पाएँ हैन र त्यही भोलिपल्टबाट खागे भोलिपल्ट दिनै दिँदैन त्यहाँबाट उता कति महिना दुध दिन्छ यही भैँसा गुण कति महिना दुध दिन्छ कति लामो दुध दिन्छ भने या त्यो महिना कुरा छोटो यही भैँसा गुण कति छ भनेपछि कहिले बिहाया कहिलेसम्म दिन्छ भने खाग्ने दिनसम्म दिन्छ यो बिहाउने दिन बिहा हो थाक्ने दिन त थाक्ने दिन दिन्छ मैले पनि थाहा पाएँ यो बिहा दिन बिहा हो पुरा बुझ हो थाक्ने दिनमा दिन्छ चित्तो बुझ्यो ल चित्तो बुझ्यो यो थाक्या भोलिबाट दिँदैन पुरा थाक्या भोलिबाट त कोही पनि दिदैन नि त यो मैले चित्तो बुझ्यो ल्याउ चित्तो बुझ्यो थाक्या भोलिबाट दिँदैन मैले के भैँसो पालिए भने थाहा पाएन कति लामो कति वर्ष दिन्छ लामो त भनिएर 3 आउनुका चुन्छन् भनिएन मैले 1 वर्ष 1 वर्ष दिन्छ कि 1.5 वर्ष दिन्छ कि थाक्ने दिनमा भरना भएर दिएको नि भैँसा दुध दिन्छ भने थाक्ने दिनमा यी भैँसा बेच्न हेर्न के होइन नि म पाएँ भोलिबाट दिँदैन जाऊ चित्तो बुझ्यो यतैबाट जान्छु अब जाऊ त्यही मेरा केटा हामी यहाँ घरै हुनुहुन्छ ओहो घरै हुनु रहेछ त आउनुपर्यो बेलुका आउनु भन्नुभएको थियो आउनु पर्ने भयो सन्चो भाइ आएन त दिउँसो हामी आएको मुड ठिक रहन्छ अहिले लिएर आएको आउनु पर्यो ल छिटो त्यसरी ल्याउ अझ ठिकै छ हो नाडी समात्नु पर्यो दिउँसो ग्याप अब खोइ नाडी पञ्चार दिनु पर्यो त्यो त आउँछ कि यसो हेरिदिनु पर्यो एकछिन नाडी समाइदिनु पर्यो अब आयो भने ठिकै छ अब कस्तो के लागिएको छ अब मैले अब त्यही तान्ने कुरो भयो नि देउता ल महाराज आइगयो भनेपछि सकिन्छ भने गर्नु पर्यो ठिकै रहेछ भने ठिक ओहो के लागेकै रहेछ कि देउता आयो क्या रे महाराज गरिदिनु पर्यो बिहान बिहा चाहियो बिहान बिहा चाहियो हिँडिरहेछ घरबाट ल्याएर भेटी पनि राख्नुपर्ने होला भेटी नै आयो बिहा पनि आयो ल ओहो बिहे के ल्याइदियो यो होइन है अब बर्खाको समय अब कहाँबाट चामल त मङ्सिना महिना आम्ना गरेर छैन चामल त जानु छैन चामल छैन मकै थियो मकै ल्याएर आएँ म त लौ भयो काम चल्छ भने चलाउनु पर्यो अब यही हुनु त आउने हो र यो अब के गर्ने चामलै ल्याउनु पर्ने अब मैले त्यो त मेहनत सरिया निकाल्नु चाहिँ अब अहिलेसम्म सबै बिहे खेलाएको देऊ बायो हेर अहिले मकै खेलाउने भयो यो के हो यो पालि अब जे सकिन्छ गरिदिनु पर्यो हामीसँग भएको यो भेटी छ यहाँ भेटी पनि यो भेटी खाने बायो होइन है यो भेटी खाने बायो होइन होइन भने राम्रो रहेछ त बाटोमा हाल्नु ए होइन यो डाङ्ग्रिया बाटोमा हाल्दै ओखो ल हुन्छ जे भन्यो मान्नै पर्यो त्यो डाङ्ग्रिया बाटो हाल्दै तँ लिँदैन नि त अनि यसलाई के हुन्छ त यो समस्या अब 8-10 दिनदेखि अब के हो केही थाहै छैन ओहो यसो फ्याट मोबाइल फुटालेको त्यहाँबाट त बन्द भएको त्यो कुरो के भएर फुट्यो त्यो पनि थाहा भएन मोबाइल फुटालेको 8-10 दिन भयो फुटालेको पनि कारण थाहा भएन यसले युट्युब हेर्ने मेसेन्जरमा कुरा गर्ने फेसबुक गर्ने गरिदिने भयो गरे त हुन्थ्यो त्यो फुटाल्ने अगाडिबाट बन्द भएको त फेसबुक मेसेन्जर बन्द भएको बन्द गरेबाट मोबाइल फुटाइदियो त्यहाँबाट बोल्नु बन्द भएको बन्द भएको ओहो यसले कुरो बुझिन त्यसको लागि हेर सामाजिक सञ्जाल आन्दोलन भयो हेर सरकारले त्यो फिर्ता लियो यसलाई त्यो थाहा भएन होइन मोबाइल फुटेको कहाँबाट के अब के गर्नु पर्यो भनेपछि हेर अब त्यो चिन्ता नमार सामाजिक सञ्जाल बन्द भयो खुल्लो भयो युट्युब हेरेर पनि भयो टिकटक हेरेर पनि भयो त्यो मेसेन्जरमा आफ्नो बोयफ्रेन्डसँग कुरा गर्न पनि मिल्यो हेर त्यो चिन्ता नमान बरु तैँले के गर्नु भनेपछि
अब म मोबाइल पनि नयाँ किनिदिउँ ल मेसेन्जर चलाउनु भयो भने भयो युट्युब चलायो भने भयो टिकटक चलायो भने भयो अनि जे कुरा गऱ्यो भने फेसबुक गऱ्यो भने भयो ल भनेर दिदाले ए ल अक्षता दिनु पऱ्यो त म हालिदिने भने त यही गरेर ल त्यो गएपछि लगेर अहिले आँखा हेरी ल महाराज परेश्वरी ल अहिले थाहा भइगयो भोलि लाग्यो यसले थाहा पाइन्छ ल अब कुनै अक्षता पनि आयो कि बन्द भएको थियो आन्दोलनले गर्दा खण्डमा सरकारले बन्द फिर्ता लियो त्यो चिन्ता नमा तैँले ढुक्कसँग तँलाई मोबाइल पनि अब यिनीहरू किनिदिन्छन् कहिले फेसबुक हेरे भयो यहाँ सामाजिक सञ्जालको कुरा गरे भयो युट्युब हेरे भयो त्यो चिन्ता नमा भोलिबाट यो साथ खाना खाना पनि कम भइगयो बेला केही पनि छैन सबभन्दा त्यही चिन्ताले त्यही चिन्ता हो त्यही चिन्ता त्यो चिन्ता नमा अब खुलो जानु जसरी हेऱ्यो भने भयो ल ल ल ल यति यो जुत्ताहरूले जडक जुडुक उठेपछि हो अरे जुत्ता हाल्ने बित्तिकै ल ल उठ्यो ल म किनिदिने भए जे फेसबुक सेसबुक सब चलाउनु पाइन्छ अब खुलिसक्यो अरे धामी बाजेले भनेपछि पक्का भयो अब मोबाइल किनिदिएपछि त्यहाँबाट चलाउने हुने भयो ल ल महाराज परेश्वरी ल ल ल ल ल ल यो ल खै कतिको तागत रहेछ लौ हेर लौ ल मेरो साथीदेखि ल महाराज ल परेश्वरी ल ल ल ल जा 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 सबैको ल्यानुहोस् ल ल